said 5 in the morning, I wake up to 5 for my yard. गाइज वेलकम टु माई युट्युब च्यानल सकलाएर हामी चाहिँ अब अरेल पोल्न जाँदैछौँ आज चाहिँ माथितिर अरेल पोल्न भन्दा पनि पोल्दिन जाँदैछौँ हामीले पोल्ने त अब बनाउन पाइएन यस्तो अँधेरो छ होइन जाम त्यो हुन्छ उहीँ माथितिर ठक्क अहिले चाहिँ पोल्नलाई ढाक्का लाएर हिँडिसकेको छ सुट लाएर हिँड्नु यो चाहिँ सुट हो यसको चाहिँ ठक्क अरेल पोल्ने सुट हामी त नर्मल छौँ हामी गइन्न बुटाउँदै ह्यान त्यान यस्तो छ जिन्दगी गाउँमा बसेपछि सबै खानासाना उ गर्न सकिन्छ नि त टक्क होइन म चाहिँ एकछिनमा उ गर्छु त्यहाँ फोन हान्नु पर्ने हो टक्क लाएर फोन सोन हान्ने होइन कपडा सपडा ल्याउनु हान्ने हो माथि यो लाइटको फोर्स परेतिर जाने हो हामी चाहिँ हो माथितिर होइन अब लाउँ त चन्द्रमा नि लगाइरहेको छन् कि चन्द्रमा क्या होइन उस्तो त्यो चन्द्रमा त्यस्तो लागिरहेको छ तर लाइट त बाल्नै पर्यो अँधेरो छ नि त अलि भन्दा पनि आँखा देखिन्न होला भन्ने कुरो हो कि अब के हुन्छ टक्क जाम माथि जाम अनि कहाँ होइन त्यही हो तिहार हुन्थ्यो अलिक ठुलै हुन्थ्यो नि त एक पाथिको हुन्थेन बडा छैन क्या बोल्छ या अनि चाहिँ अब जाँदैछौँ अब लाइटमा चार्ज रहन्छ माथि गएर टक्क भेटौँला मोबाइलको लाइट बालेर जानु पर्ने हुन्छ नि त हामीले चाहिँ अब माथि गएर गोलातिर गएर भेटौँला है त्यो गाइस टक्क चाहिँ पुग्नलाई यो गाइस टक्क लगाएर अब यस्तो छ बाटो लाइटवाला मलाई आज गइयो भने कुकुर खान आउँछ कि अब खान्न अब चाहिँ उयो गएर भेटौँला है त्यो केही माथितिर सबैसँग टक्क लगाएर है त हामी चाहिँ गोलो भएमा आइयो होइन गोलो चाहिँ हो हौ देखियो त्यही फोर्स परेकामा हो अहिले फोन हान्नु सिसा फोन हान्नु पर्ने हुन्छ चाहिँ ठुट काट्न पर्ने हुन्छ हामीले यस्तो गरौँ न ठाडो पर्यो भने चाहिँ अलग फिल हुन्छ कि अलग हुन्छ होला होइन हुन्छ नि होला त्यही हुन्छ नि होला ल जहाँ त्यत्रो तेल क्यार्ने हो र ट्र्याक्टर हाल्नु ल्याएको यसरी त रहेछ पेट्रोल ढलेका काटा नै बाङ्गा आइछ यही नि हुन्छ जरैबाट ठन्काइदिएपछि जाँडो किन लामो चाहियो र ल त्यहाँ बाँस धेरै माथि तलबाट काट्दाखेरि साली मुनिबाट पनि ए त्यस्तो केटाहरू कहाँ आउँछ हेर्न आउँछ दिपेश यहाँ दिपेश आयो कि त्यही तलतिर तेजले बल्ल कहाँ हो र के सुरु भयो के घर आएको छिटो कहाँ
ल मेरो मोबाइलको लाइट बोलेको छैन कि मैले हातले छेकेको र हातले छेकेको पो हैछु नि ल छ्या के तरिकाले देखाएछ भने यस्तो चाहिँ गाइड छ अब यहाँ यस्तो गरेको त कस्तो हात देखेको छैन के हो भलाको भलाको गोबरा ल्याउँदैन ल्याउने नि त्यहाँ खालि छ तर नि उ गर्दैन चाहिँ पोल्ने बेलाबाट मलाई गाइस टक्क थोरकोलाई हो मैले तलसम्म ल्याउनु जानुपर्छ है अन्त 2 भाइ आइयो ल वेलकम टु माई भ्लग दिस इज यर वे दिपेश मेरो पनि भ्लग छ 1901 दिपेश होइन यस्तो स्कलको वाला छ दिपेश.1901 हान्नु भने आउँछ सब्सक्राइब गरिदिनुहोस् यहाँ चाहिँ हरियल पोल्ने कार्यक्रम चलिरहेको छ ल उहाँले पन्जा ल्याउनु बिर्सिनु अरे यो बुटोमा छ होइन यो बोलेको चाहिँ होइन यो बुटोमा छ यो चाहिँ अहिले पेट्रोल हाल्ने गर्छ महँगो छ पेट्रोल त्यही पनि केटाहरूले हरियलको लागि तीव्र कति माना जति निस्किन्छ होइन अनुमानित हुन्छ नि रेगुलर पोले मान्छेलाई त ल गाह्रो अनुसार चाहिँ 2 महिना निस्कि 2 महिना नभए नि यो ओए तैँले यो चाहिँ अरियल पाल्ने मुख्य मान्छे हो होइन अनि जस उसले चाहिँ फार्म गरिराख अब यो चाहिँ बुटा चढ्ने कार्य भइसकेको छ लाइट यस्तो बोल्छ है लाइट नबाल्ने भ्लगै बनाउँदिन नि यार ओइ सुरज ओए तल हात थाप्न अहिले सपना अहिले स्कुटर हाल्न हुन्छ ल भयो होइन तल पुग्दैन भनेको बिचारा नि हाल्दा होइन वो ब्रो सब्सक्राइब टु माई च्यानल ब्रो भ्लगै गर्न दिन्न यार अहिले हो क्या त्यहाँ पोलिसी उ गर्ने कुरा हो त्यही आएर दिपेश यहाँ बल्ल डिस्प्ले अलि काम गर्नु पुरा छाङ्गै लेखा त खतरा आइसक्यो फोन त ल है गाइज तातेको छ है म त मुख छोपेर पठाउने ओ माई गड उडो 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 सुरज ल है ल स्वाङ स्वाङ है स्वाङ स्वाङ किचिङ मिचिङ आन्जु न किचिङ मान स्वाङ वाङ छिटो पाक्छ नि ल्याउनु एउटा ल सर्टै सर्ट हेड सर्ट किरा मिठो रहेछ नि हो र 2 मात्रै आवा त धोमी हुने रहेछ अहिले त्यस्तै भनेपछि फेरि ठिक त हो नि हैन मैले कसम चाहिँ एक्लै खान्थे सुरत दाइले ट्याक्कै यहाँ आ भनेर भन्नु त्यस्तो भनेपछि हामीलाई त नभन्ने हो भने त हामीले त खाइदिहाल्छौँ त सुरज दाइले भाइ भाइ वहाँ तल हेर खाइदिन्थिन भाइ तल हेर त तल राख त्यो मरेको छोट कान्छ पाना चाहिँ अलि जोडले हान्नुपर्छ फर्स्ट टाइम हो त अहिले हैन मैले काठमाडौँको उडिहाल्नु मात्र तर राम्रो रहेछ यार गिरा त होइन त्यहाँ गोलो त ऊ पाना त हान्छ अस्ति जत्र त तर किरा चाहिँ धोबी रहेछ रहेछ त भयो भाइ भिडियो भयो अहिले गरौँ ल यसमा त टोक्नी रहेछ नि तु यसलाई मार मार त्यो टाउको निकालेर यही गरे थालै पर्छ यही डबल छोएर भन्नु बुढाले फेना हाजेर खुकुरीले ड्याम रुख काट्दै यस्तरी हरेका देखा ल जाम बाटो यही बाटो है उनीहरूले बजाइदियो अरे एउटा यहाँ चाहिँ दिइहाल्यो चाहिँ रातो चाहिँ दिएछ होइन के हेर्नु दिइहाल्छ अब चाहिँ
वरा गएर भेटौँ ल टक्क लाएर आजलाई यति गरे नि भयो है ट्याक्क भन्ने क्या लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला टक्क लाएर आजलाई यति गरौँ होला यस्तै भिडियोहरू म हालि नै राख्नेछु टक्क बेला मौकामा आजलाई चाहिँ यति गरौँ